अ, हामी यो भिडियोमा सिम्याथको अर्को च्याप्टर नम्बर सिस्टमका केही प्रश्नहरूमाथि विमर्श गर्नेछौँ। पहिलो क्वेसन, which of the following numbers belongs to the set of irrational numbers? र यी 4 नम्बरहरूमध्ये कुन इरेसनल छ सोधिरहेको छु। विभिन्न अप्सनलाई हामी खेलाउँ हो। पहिलो अप्सन जुन छ 22/7 यो पाइको एप्रोक्सिमेसन हो, तर यहाँ एज अ फ्र्याक्सन लेखिएको छ। पाइ आफैमा इरेसनल नम्बर हो, तर यहाँ पाइको एप्रोक्सिमेसन जुन छ 22/7 यो p/q फर्ममा छ, फ्र्याक्सनल फर्ममा छ। त्यो कारण यो नम्बर ऱ्यासनल हो, इरेसनल होइन। त्यस्तै अर्को नम्बर, यो पनि पाइको एप्रोक्सिमेसनै हो है। टर्मिनेटिङ डेसिमल छ, यो 3.1416 छ। 6 नभएर टुङ्गिएको छ, टर्मिनेट भएको छ होइन। र यस्तो डेसिमललाई हामी फ्र्याक्सनल फर्ममा लेख्न सक्छौँ। जस्तै यो डेसिमलको केसमा हामी यो डेसिमललाई 31416 डिभाइडेड बाई 10,000 गरेर लेख्न सक्छौँ। फ्र्याक्सनल एक्सप्रेसिबल भयो। त्यो कारण यो पनि ऱ्यासनल नम्बर होइन, ऱ्यासनलै। त्यस्तै अर्को अप्सन हेरौँ, यो 9/3 छ। यो यो एक्चुअली रिड्युस हुन्छ 9/3 3मा रिड्युस हुन्छ यो। र यो पनि एउटा निचो एउटा पोजिटिभ इन्टिजर हो, र अभियसली यो पनि एउटा ऱ्यासनल नम्बर। र यो अप्सनमा इरेसनल अब रह्यो होइन। बाई एलिमिनेसन हामी राइट एन्सर पुगिसक्यो। स्क्वायर रुट अफ 5 होइन। 5 आफैमा एउटा नन पर्फेक्ट स्क्वायर हो, स्क्वायर नम्बर होइन यो। त्यो कारण पहिलो क्वेसनको हाम्रो एन्सर अप्सन सी है। अर्को प्रब्लममा जाउँ। What is formed by the union of all real and complex numbers? रियल नम्बर कम्प्लेक्स नम्बरलाई कम्बाइन गर्ने हो भने के फर्म हुन्छ त्यो सोधिरहेको छ। इन्टिजर्स त फर्म हुनेवाला छैन, किनभने इन्टिजर्स आफैमा एउटा सबसेट हो रियल नम्बरको। नेचुरल नम्बर्स यो अझ इन्टिजर्सको सबसेट हो। इरेसनल हुन सक्ला। इरेसनल पनि एसेन्सियली रियल नम्बरकै एउटा सबसेट हो होइन। त्यो कारण रियल र कम्प्लेक्स नम्बर सबैलाई कम्बाइन गर्छौँ भने एक्चुअली हामीलाई के आउँछ भने हामीलाई नम्बर सिस्टममै आउँछ। अर्को प्रब्लम, यदि कुनै नम्बरलाई हामीले a प्लस आइबीको रूपमा एक्सप्रेस गऱ्यौँ होइन, र त्यहाँ b चाहिँ 0 छ भने त्यो नम्बर कस्तो क्याटेगोरीमा पर्छ कसैले सोधिरहेको छ। र अभियसली जुन एक्सप्रेसन छ यो कम्प्लेक्स नम्बरको स्ट्यान्डर्ड फर्म हो। र यहाँ एले रियल पार्टलाई सिम्बलाइज गर्छ भने बीले इमेजिनरी पार्टलाई सिम्बलाइज गर्छ। र यहाँ यदि बी 0 हुन्छ भने यो कम्प्लेक्स नम्बर एसेन्सियल्ली आफ्नो रियल पार्ट मात्रै रिड्युस भयो, रियल प्यारामिटर रियल स्ट्यान्डर्ड रियल नम्बरमा रिड्युस भयो एसेन्सियल्ली। त्यो कारण यस्तो केसमा यो नम्बरले रियल नम्बरको फर्म लिन्छ। 3 का एन्सर बी। अर्को प्रब्लममा जाउँ।
Which of the following represents the correct set notation for the whole numbers? होल नम्बरको यी 4 अप्सनमध्ये यी 4 सेटमध्ये कुनले चाहिँ होल नम्बरलाई रिप्रेजेन्ट गर्छ सोधिरहेको छ। र होल नम्बर हामीलाई थाहा छ होइन, होल नम्बर काउन्टिङ नम्बर नेचुरल नम्बरको सेट हो प्लस 0। काउन्टिङ नम्बरको सेट जुन 1 देखि सुरु छ प्लस 0 र यो सेट चाहिँ होल नम्बर हो, हामीलाई थाहा छ। यसको एन्सर सी हुनेछ। अर्को प्रब्लम हामीलाई एउटा इन्टरभल दिएको छ यहाँनिर। यसको लेफ्टतिर हेऱ्यो भने लेफ्ट ओपन छ यो र राइटमा क्लोज छ। लेफ्टतर्फ स्क्वायर ब्राकेट लेफ्टतर्फ स्मल ब्राकेट अर प्यारेन्थेसिस छ भने राइटतर्फ स्क्वायर ब्राकेट छ। यस्तोलाई हामी लेफ्ट ओपन वा राइट क्लोज्ड इन्टरभल भन्छौँ। र यहाँ विभिन्न इनइक्वालिटी फर्ममा विभिन्न सेटहरू एक्सप्रेस गरिएको छ र यो यीमध्ये कुन सेटले चाहिँ यो इन्टरभललाई करेस्पोन्ड गर्छ क्वेसनले सोधिरहेको छ। र पहिलो अप्सन हेरौँ हामी। पहिलो अप्सनमा ए इज लेस देन एक्स भनेको छ र एक्स इज लेस देन बी भनेको छ। र यो इसेन्सियल्ली ओपन इन्टरभल हो। यो ओपन इन्टरभल हो, यसलाई ए कमा बी रिप्रेजेन्ट गर्छ। दोस्रो अप्सन हेरौँ। दोस्रो अप्सनमा ए इज लेस देन अर इक्वल टु एक्स भनेको छ र एक्स इज सँगसँगै एक्स इज लेस देन अर इक्वल टु बी भनेको छ। र यो त क्लोज इन्टरभल भयो। यहाँ जुन इक्वल टु छ तल होइन, इनइक्वालिटीको तल जुन इक्वल टुको साइन छ त्यो कारण यो एउटा क्लोज इन्टरभल भयो। र अप्सन बीलाई स्क्वायर ब्राकेट ए कमा बी रिप्रेजेन्ट गर्छ। यस्तै अर्को अप्सन सी इभ्यालुएट गर्नु। सी एउटा साइडतर्फ क्लोज देखिन्छ, अर्को साइडतर्फ ओपन छ। लेफ्टतर्फ क्लोज छ भने राइटतर्फ ओपन छ। यसलाई यसरी रिप्रेजेन्ट हुने भयो अप्सन सी। यस्तै अप्सन डी हाम्रो रह्यो। बाई इलिमिनेसन हामी एन्सर पुगिसक्यौँ। जुन यो लेफ्ट ओपन इन्टरभल छ यसलाई अप्सन डीले रिप्रेजेन्ट गर्छ। अर्को प्रब्लम हुन्छ यो इन्टरभलको लागि करेक्ट टर्म के हो क्वेसनले सोधिरहेको छ। इन्टरभल यो छ, लेफ्टतर्फ यो क्लोज छ, लेफ्टतर्फ क्लोज छ भने राइटतर्फ ओपन छ। राइटतर्फ ओपन छ अन्त हामीसँग अभियसली यो त राइट ओपन इन्टरभल भयो। राइट ओपन इन्टरभल भयो। राइट ओपन इन्टरभल। अब प्रब्लमहरू म्याथमेटिकल डेफिनेसन अफ एब्सोल्युट भ्यालुसँग सम्बन्धित छ यो। र क्वेसनले भनेको छ मोडुलस अफ एक्स चाहिँ माइनस एक्ससँग बराबर कस्तो अवस्थामा हुन्छ। र हामीलाई थाहा छ होइन, यो जुन मोडुलस साइन छ होइन, यो जुन मोडुलस अपरेटर छ एब्सोल्युट भ्यालुको अपरेटर, यसले जहिले पनि पोजिटिभ नम्बर रिटर्न गर्छ। र कस्तो अवस्थामा चाहिँ यो माइनस एक्स हुन्छ। अभियसली यो जुन मोडुलसभित्रको नम्बर छ, यो मोडुलसभित्रको नम्बर चाहिँ 0भन्दा सानो छ भने 0भन्दा सानो छ भने त माइनस साइनलाई हटाउँदा माइनस एक्स हुनुपर्छ।
त्यसकारण यसको एन्सर भनेको अप्सन बी हो। मोडुलसभित्रको नम्बर जब 0 भन्दा सानो हुन्छ तब त्यो माइनसलाई न्युट्रलाइज गर्न चाहिँ हामीले अर्को माइनसले मल्टिप्लाई गर्नुपर्छ र जुन रिजल्टिङ नम्बर आउँछ -x भइसकेपछि त्यो नम्बर पोजिटिभ हुन्छ। यसको एन्सर अप्सन बी 8 when x is less than 0। त्यो प्रब्लम हो। कम्प्लेक्स नम्बर दिएको छ z = 3 + 2y। इमेजिनेरी पार्ट बीको भ्यालु कति हुन्छ सोधिरहेको छ। हामीलाई थाहा छ होइन, कम्प्लेक्स नम्बरको स्ट्यान्डर्ड नोटेसनमा यो भनेको a प्लस bi हो। यहाँ इमेजिनेरी पार्ट बीको भ्यालु यहाँ 2 छ। स्ट्रेट फरवर्ड छ। अर्को प्रब्लम हो, if an interval contains neither of its endpoints, it is illustrated on a number line graph using। कुनै इन्टरभल छ, इन्टरभलले चाहिँ दुईटै एन्ड पोइन्टलाई कन्टेन गर्दैन भने नम्बर लाइनमा यसलाई कसरी रिप्रेजेन्ट गर्ने, यसमा यो छ। र दुईटै एन्ड पोइन्टलाई कन्टेन नगर्ने त्यसलाई हामी रिप्रेजेन्ट गर्न खोजौँ। यो नम्बर लाइन छ र दुईटै एन्ड पोइन्टलाई कन्टेन गर्न नखोज्ने इन्टरभल पक्कै पनि यस्तो हुन्छ। सेडेड डार्क सर्कल हुँदैन है त, यो ओपन सर्कल हुन्छ होइन, यसो हुन्छ। त्यो दुवै एन्डमा ओपन सर्कल हुने भयो। त्यो कारण यसको एन्सर ओपन अनसेडेड सर्कल बोथ दुवै एन्डमा हुनु पऱ्यो है। यसको एन्सर अप्सन सी हुन्छ। र यदि यो केसमा यो ओपन भयो, दुईटै साइड ओपन छ, ओपन भएको केसमा यो भयो। र यदि क्लोज हुन्थ्यो भने नम्बर लाइनमा चाहिँ हामी सोलिड सर्कलले रिप्रेजेन्ट गर्थ्यौँ। सोलिड सर्कल वा फिल्ड सर्कल यसले रिप्रेजेन्ट हुन्थ्यो यदि क्लोज भयो। अर्को प्रब्लम, यहाँको मध्ये कुन स्टेटमेन्ट ट्रु छ? ऱ्यासनल इरेसनल नम्बर सम्बन्धी विभिन्न स्टेटमेन्ट छ, कुन चाहिँ ट्रु छ हामीले भ्यालिड गर्नु पर्यो। र सबै प्रब्लमभन्दा होइन, यो कम्तीमा भिडियो पज गर्नुहोस्, एकछिन आफै सोच्नुहोस् होइन, त्यसपछि हामी एन्सर डिस्कस गर्छौँ होइन। एप्रोच त्यही लिनु होला। पहिलो अप्सन इभ्यालुएट गरौँ हामी होइन। जस्तै यहाँ भनेको छ अ नम्बर क्यान बी बोथ ऱ्यासनल र इरेसनल एट द सेम टाइम है त। अब यो त पोसिबल छैन, यो पोसिबल छैन है। एभ्री रियल नम्बर इज इदर ऱ्यासनल अर इरेसनल हो, यो त पोसिबल छ। हाम्रो राइट एन्सर आइसक्यो, तर पनि हामी तलका दुई अप्सन पनि इभ्यालुएट गर्छौँ। अल ऱ्यासनल नम्बर्स आर अल्सो नेचुरल नम्बर्स भनेको छ। सबै ऱ्यासनल नम्बर नेचुरल नम्बर हुन् त? सबै नेचुरल चाहिँ ऱ्यासनल हुन्, तर सबै ऱ्यासनल नेचुरल होइन। यो अप्सन पनि करेक्ट छैन। अप्सन डी हेरौँ। इरेसनल नम्बर्स क्यान नट बी प्लटेड अन अ रियल नम्बर लाइन। इरेसनल नम्बर्स क्यान नट बी प्लटेड अन अ रियल नम्बर लाइन। रियल नम्बर ऱ्यासनल इरेसनल नम्बर रियल नम्बर हुन् होइन, त्यो कारण अभियसली रियल नम्बर लाइनमै प्लट हुनैपर्छ। यो अप्सन पनि हुन सक्दैन।
अर्को प्रब्लममा जाउँ हामी। कम्प्लेक्स नम्बर दिएको छ हामीलाई फेरि र यो कम्प्लेक्स नम्बरमा रियल पार्टको भ्यालु कति छ हामीलाई पत्ता लगाउनु पर्यो। कम्प्लेक्स नम्बर W इज इक्वल टु -3 आइदिएको छ। र यसमा यहाँ इमेजिनेरी पार्ट छ हामी क्लियरली देख्छौँ होइन, A प्लस BI फर्मसँग कम्पेयर गर्छौँ भने होइन क्लियरली देख्छौँ यो यसमा रियल पार्ट छैन, इमेजिनेरी पार्ट मात्र छ। त्यो कारण यसको एन्सर अप्सन सी। अप्सन सी हो त। Which of the following inequalities corresponds to a closed interval? क्लोज इन्टरभललाई कोरेस्पोन्ड गर्ने कुन इनिक्वालिटी हो सोधिरहेको छ होइन। क्लोज इन्टरभल हामीले अहिले पनि डिस्कस गऱ्यौँ। क्लोज इन्टरभलको लागि जहिले पनि दुवै साइड हाम्रो इनिक्वालिटीको तल हाम्रो इक्वल टु साइन हुन्छ। यसको अप्सन डी है। अर्को प्रब्लम हेरौँ। एभ्री ऱ्यासनल नम्बर इज अल्सो सोधिरहेको छ। ऱ्यासनल नम्बर के पनि हो र ट्रान्सिडेन्टल सबै ऱ्यासनल नम्बर ट्रान्सिडेन्टल यो भन्ने मिल्दैन। नेचुरल नम्बर यो पनि मिल्दैन है त। नेचुरल नम्बर चाहिँ ऱ्यासनल हुन् तर सबै ऱ्यासनल नेचुरल नम्बर होइन। होल नम्बर यो पनि मिलेन। होल नम्बर चाहिँ ऱ्यासनल हुन् तर सबै होल नम्बर ऱ्यासनल हुन्। सबै ऱ्यासनल नम्बर होल नम्बर होइनन्। यो बाइ इलिमिनेसन हामी पुगिसक्यौँ होइन, हामीसँग अरू अप्सन चाहिँ छैन। र ऱ्यासनल नम्बर इऱ्यासनल नम्बर यी सबै हामीले अहिले पनि डिस्कस गऱ्यौँ, यी सबै रियल नम्बरका सबसेटहरू हुन्। अब हामीले यहाँ अर्को प्रब्लममा जाउँ। हामी एउटा इन्टरभल दिएको छ हामीलाई, यो क्लोज इन्टरभल छ। क्लोज इन्टरभल छ र यो इन्टरभलभित्र कतिवटा स्क्वायर नम्बर छन् हामीले पत्ता लगाउनु पर्यो। र यो इन्टरभलमा 1 र 9लाई पनि इन्क्लुड गरिएको छ किनकि यो क्लोज इन्टरभल हो। र स्क्वायर नम्बर हामीलाई थाहा छ। स्क्वायर नम्बर 1को स्क्वायर 1 एउटा स्क्वायर नम्बर हो, 2को स्क्वायर 4 अर्को स्क्वायर नम्बर हो, 3को स्क्वायर 9 अर्को स्क्वायर नम्बर हो। र यो इन्टरभलभित्र स्क्वायर नम्बर 3वटा छ, त्यसबाट हामी देख्न सक्छौँ। ल हाम्रो अन्तिम प्रब्लम प्राइम नम्बरसँग सम्बन्धित छ। इच प्राइम नम्बर ह्याज कसैले सोधिरहेको छ प्राइम नम्बर कतिवटा फ्याक्टर हुन्छ है त। अब यो चाहिँ डेफिनेसनल प्रब्लम छ, प्राइम नम्बरको डेफिनेसनसँग सम्बन्धित छ। र प्राइम नम्बर हुन जहिले पनि दुईवटा डिभाइजर हुनु पर्यो, एउटा 1 हुनु पर्यो र अर्को त्यो नम्बर आफै। यदि त्यो दुईवटा नम्बरले मात्र डिभाइड हुन्छ भने त्यो नम्बर चाहिँ प्राइम नम्बर। र यसको एन्सर चाहिँ अभियसली यसको एन्सर अप्सन बी, मात्र दुईवटा फ्याक्टर हुनु पर्यो। ओके, दिस इज योर थ्याङ्क यू।